Hey guys, welcome my YouTube channel. सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु। आज चाहिँ म हाम्रो यो मङ्गोलिया सहर देखाउँदैछु तपाईँलाई। मङ्गोलियाको पार्क देखाउँदैछु। बस्ने सिट मङ्गोलियाको बस्दै थियौँ, कुकुर लिएर गएको थियौँ दाइरा। हाम्रा दिपक दाइले कुकुर लिएर आउनु अनि भएको यहाँ चाहिँ बसेको त्यही अनि यहाँ चाहिँ ब्याडमिन्टन अब के खेल्ने रहेछ यहाँ। अनि यहाँ चाहिँ खुबसुरत फुलहरू थियो तर देखेको चाहिँ हुन्छ राम्रो फुलहरू। यहाँ ब्याडमिन्टन खेल्दैछन्। अनि यो चाहिँ हाम्रो फुलहरू फ्लावरहरू धेरै राम्रा थरीथरीका रहेछन् यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ अब हिँड्दैछौँ कुकुरलाई लिएर पार्कतिर। अनि म चाहिँ भिडियो बनाउँदै हो, म चाहिँ कुकुरलाई लिएर हिँड्ने, दाइले चाहिँ कुकुरलाई लिएर हिँड्नुहुन्छ। यहाँ चाहिँ मलाई नेपालको चाहिँ याद आयो, यो चाहिँ फुल रहेछ नि राम्रो एकदम सुन्दर। यो पनि मैले पनि लाछु घर यो फुल त। अनि म चाहिँ रेडी भएर हिँडेको थिएँ। अनि उहाँ पहाडी चाहिँ यस्तो दामी छ नजारा, तपाईँलाई अब एकचोटि म देखाइदिन्छु। यहाँ चाहिँ यस्तो नजारा हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ यो के भन्छ नि, यो चाहिँ कटिङ गरेर पातहरू राखेको थिएँ। यहाँ चाहिँ फुल। अनि म चाहिँ 360 मा घुमाइदिन्छु एकचोटि। अनि त्यहाँ चाहिँ एन्ट्री गर्ने ठाउँमा मलाई चाहिँ एक दुईचोटि दिएको पनि छैन एन्ट्री गर्न। पहिले आउँदा हतार चाहिँ दिएको छ, कोड चाहिन्छ त्यहाँ। यहाँ चाहिँ पानी झरेर हरेको तर हामीलाई छुन चाहिँ दिएको छैन। यस्तो क्यामेराले खिच्दैछ। यहाँ चाहिँ हामी अब एन्ट्री हुन पर्छ। अनि एन्ट्री भएर हामी चाहिँ भित्र आइसकेका छौँ। कोड चाहिन्छ एउटा एन्ट्री हुनलाई पनि। अनि यो चाहिँ के को फोटो तपाईँले भन्नुहोस् सबैभन्दा। अनि हामी बस्ने चाहिँ यही हो, 24-25 तलाको छ यो चाहिँ हामी बस्ने। अनि त्यहाँ चाहिँ ट्रेनिङ चलाउँदैछन्। अनि हामी चाहिँ भित्र पसिसकेका छौँ। भित्र हेर्नुहोस् अब लिफ्टमा चढिसकेका छौँ दाइरामा। र हामी चाहिँ आइसकेका छौँ। अब हेर्नुहोस् एकचोटि रुम देखाउनुहुन्छ र मैले चाहिँ भिडियो रोक्नेछु। आजलाई चाहिँ यतै, भोलि चाहिँ फेरि भेटौँला। हेर्नुहोस् 1000 रुपियाँ भ्युज पुऱ्याउन भने मात्रै भोलि राख्छु, नभए राख्दिनँ। बाई बाई।